हेलो गाइज, वेलकम टु द सिम्पली सुमन। आज फेरि हामी नेपाल भर्सेस युएई आज हुन गइरहेको इएल क्लासिकको गेमको बारेमा डिस्कसन गर्न आइरहेका छौँ। खासै भन्नुपर्ने कुराहरू इम्पोर्टेन्ट कुराहरू त केही छैन, सबै युएसएसँग जस्तै जस्तै हो। त्यही के मिस्टेक हुन्छन्, के चेन्ज गर्नुपर्छ, के आवश्यक छ, कस्तो कस्तो रणनीति चेन्ज गर्नुपर्छ भन्ने कुरा मात्रै हो। जस्तो अस्तिको गेममा भएका मिस्टेकहरूबाट केही सिकेर आज ती मिस्टेकहरू नगरून् भन्ने कुरा हो। अरू प्लेइङ एक्सर्साइज पहिलेकै हुन्छ, एकदम हाई प्रेसर म्याच हो आजको। दुईवटा टिमलाई इम्पोर्टेन्ट छ किनकि दुईवटा टिम लोवर ऱ्याङ्कमा छन्, त्यसैले दुईवटा टिमले यो गेम जित्नुपर्ने हुन्छ र पोइन्ट टेबलमा माथि जानुपर्ने हुन्छ। सो हेरौँ के हुन्छ आज गेम। जस्तै आज के चेन्ज गर्नुपर्छ भन्दाखेरि आज चेन्ज त प्लेइङ एक्सनमा केही चेन्ज हुँदैन, ब्याटिङ टेक्निकमा थोरै चेन्ज आउनुपर्छ भन्ने जस्तो लाग्छ। जस्तैको गेममा कुशल भुर्तेल डगआउट गएका थिए, आसिफ शेखले राम्रो स्टार्ट दिएका थिए तर गलत सट हान्ने भएर आउट भएका थिए। कुशल भुर्तेलले आफ्नो ब्याटिङमा थोरै चेन्ज गरेर आसिफ शेखले त्यही फर्मलाई कन्टिन्यू दिनुपर्छ। अनि भीम सार्की पनि त्यही लयमा, तर त्यो ब्याटिङ अलिकति धेरै डिप गएर धेरै प्रेसर गेममा नलिकन राम्ररी खेल्नुपर्छ, किनकि धेरै बल खाएर थोरै रन हानेर ओडिआईमा त्यो टेस्ट बालाइदिङ खेलेको भएन। अनि अरुल पौडेलले आफ्नो जिम्मेदारी लिनुपर्ने हुन्छ। सबै डिफेन्स लोवर ब्याटिङ अर्डरमा गरेर हुँदैन, किनकि लोवर ब्याटिङ अर्डर प्रेसर दिने होइन, प्रेसर रिलिज गर्ने हो। उनीहरूले बिग हिट गर्न आउने हुन्, जस्तै दिपेन्द्र सिंह अहिले, गुलशन शाह, सुम्बल काम्बीहरूमा धेरै डिपेन्स हुनु भएन। टप अर्डरले राम्रो पर्फर्म गर्यो भने गेम हामी चेन्ज हुन्छ। अनि यति चेन्ज भयो भने टप अर्डरले पर्फर्म गर्यो भने नेपालले इजिली विन गर्न सक्छ। बलिङ एट्याक राम्रै छ, लास्ट 10 ओभरमा प्रेसर लिनु भएन बलरले पनि, यो कुरो। अरू सबै ठिकै छ, प्लेइङ एक्सन सब चेन्ज हुन्छ। अरू थ्याङ्क यू सो मच, लाइक, सेयर एन्ड सब्सक्राइब फर द मोर भिडियोज। थ्याङ्क यू।